हुन त म पनि त्यस्तै नै थिएँ। म पनि सोसल मिडियामा चाहिँ केही अपर्च्युनिटीहरू भेट्छु कि अनलाइन अपर्च्युनिटीहरू भनेर सोसल मिडिया खोल्ने चलाउन थाल्ने, अनि अपर्च्युनिटीको भिडियो चाहिँ आइहाल्यो भने विश्वास हतपत नलाग्ने, अनि त्यसलाई स्क्रोल गरेर अभोइड गरेर अरू भिडियो हेरेर टाइम वेस्ट गर्थेँ। अनि फेरि पनि त्यस्तै अपर्च्युनिटीको भिडियोहरू आउन थालिसकेपछि चाहिँ मैले अभोइड गर्न सकिनँ। मैले रिसर्च गरेँ, डिफ्रेन्ट प्लेटफर्ममा गएर रिसर्च गर्दाखेरि धेरैजनाले चाहिँ यो बिजनेस गरेर आफ्नो लाइफ चेन्ज गरिरहनु भएको थाहा पाएँ। सो त्यस पछाडि चाहिँ मैले यो बिजनेसमा जोइन भएँ। अनि यो बिजनेस गर्दै जाँदा थाहा भयो यो बिजनेस त साँच्चै नै राम्रो रहेछ, यसले मेरो पनि लाइफ चेन्ज गरेको छ। यदि मैले सुरुचोटि अभोइड गरे जस्तै फेरि पनि अभोइड गरेको भएदेखि आज म जहाँ छु, जस्तो लाइफ स्पेन्ड गरिरहेको छु, सायद त्यो गर्न सक्ने थिइनँ होला। अहिले नि मलाई पछुतो लाग्छ मैले फर्स्टचोटि यो अपर्च्युनिटीको बारेमा थाहा पाउँदाखेरि मैले किन बिजनेस गरिनँ भनेर। तर पनि मैले बिजनेस गरेँ अनि मेरो लाइफ चेन्ज गरेँ र अरू पनि धेरैजनालाई लाइफ चेन्ज गर्नको लागि हेल्प गरिरहेको छु। यदि तपाईँहरू पनि यस्तै अपर्च्युनिटीलाई चाहिँ इग्नोर गरिरहनु भएको छ भने नगर्नुहोस् है।